तिमीहरूलाई होइन यदि के गरी पछि आफ्नो बच्चा बुच्चीलाई सुनाउनको लागि कहानी छैन जस्तो लाग्छ भने लेट मी टेल यु समथिङ सिडी डिभिडीबाट फिल्म सिल्म हेरिन्थ्यो अन्त टिभीमा फेरि भिडियो गेम जोडेर खेलिन्थ्यो बच्चामा पावर रेन्जर हेरिन्थ्यो कार्टुन हेरिन्थ्यो आजकल जस्तो युट्युब होइन नि त टिभीमा हेरिन्थ्यो त्यसपछि हाम्रो किप्याडवाला फोन टाचो गर्ने फोन त्यसमा पनि एच प्लस चल्थ्यो अहिले बल्ल 2G 3G 4G 5G तर 5G आएछ हामी जन्मे बेला आन्दोलन भइरहेको थियो अहिले पनि आन्दोलन नै भइरह फेरि कहिले वार भए इरान सिरानमा कहिले एआईले टेक ओभर गर्छ भन्छ यो भन्दा बढी के देख्छौ भन न मलाई इससे बुरा क्या ही हो सकता है भन न यो भन्दा बढी कहानी सुनायो भने गफ हानी सुन्नु भन्छन् के समझ्यो यति भनिसके होइन तर पनि कति कुरा त छुटिसक्यो क्या अब तिमीहरूको बच्चा बुच्चीलाई हेरेर एउटा ऱ्यापर हाम्रो देशको ऱ्यापर हाम्रो प्राइम मिनिस्टर बनाएको थियो भनेर गफेस लाग्छ नि त्यतिखेर त बुझिरह नि हामीले धेरै देखिसक्यौँ क्या योभन्दा बढी के देख्न छैन क्या अब भइसक्यो बहत बो के भन्नुमा हेर मैले अर्को हिसाबले चाहिँ सोच्दाखेरि होइन हामी मिनिमम नि 50देखि 60 वर्ष त बाँचेला नि त कसै न कसै गरी होइन भनेपछि हामीसँग 20देखि 25 वर्ष छ अझै हेरै चान्सेस छ योभन्दा अझै के भयङ्कर कुरा पनि देख्न सकिन्छ हेर कहानी जति छ के समझ्यो त्यसैले धेरै टेन्सन लिन पर्दैन क्या पछि बच्चा बुच्चीलाई सुनाउनको लागि कहानी छैन हुन्छ नि मेरो ग्रान्डसनलाई सुनाउनको लागि मसँग स्टोरी छैन भने चाहिँ नो टेन्सन ओके त्यसैले आजको लागि भिडियो यति नै गरौँ यदि मेरो भिडियो के गरिहाल्छ हेर्नु भइसक्यो भने मेक स्योर टु फलो अरूलाई त्यस्तै हो सुमी गाइज